नेपालले पहिलो पटक गोर्खा सैनिक भर्तीको विषयमा भारतलाई घुँडा टेकाउन सफल भएको छ। विगत 4 वर्षदेखि भारतीय सेनामा गोर्खाहरूको भर्ती अवरुद्ध छ। भारतले ल्याएको अग्निवीर योजनामा असहमति जनाउँदै नेपालले गोर्खा भर्ती केन्द्रहरू अनिश्चितकालका लागि रोकेपछि भारतीय सेनादेखि सरकारसम्म हलचल पैदा भएको छ। हरेक दिन सेनाबाट नेपालीहरू अवकाश पाइरहेका छन्, तर नयाँ भर्ती 4 वर्षदेखि बन्द हुँदा सर्वत्र बेचैनी बढेको छ। भारतले गोर्खा सैनिकको भर्ती खुलाउन विभिन्न च्यानलहरूबाट नेपालसँग गुहार लगाएको छ, तर नेपालले अहिलेकै अग्निवीर योजनामा नेपाली युवाहरूलाई पठाएर उनीहरूको भविष्य अन्धकारमा धकेल्न अस्वीकार गरेको छ। नेपालको यो अडान नै भारतसँग राखेको अहिलेसम्मकै डगमगाउन नसकेको चट्टानी अडान बनेको छ। यो अडानले नेपाल भारतसँग लम्पसार पर्दछ भन्ने आरोपलाई गलत साबित गरिदिएको छ। 4 साता अघि मात्रै भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले गोर्खा सैनिक भर्ती पुनः सुरु गर्न नेपाल समक्ष अपील गरे। गोर्खा भर्ती प्रतिबन्धले दुई देश बीचको दशकौं पुरानो सम्बन्धलाई पनि असर गरेको भारतीय पक्षको दाबी छ। 4 वर्षभन्दा बढी समयदेखि नयाँ भर्ती नहुँदा भारतीय सेनामा नेपाली सैनिक भएको गोर्खा ब्रिगेडको भविष्य पनि अनिश्चित छ। युरेशियन टाइम्सका अनुसार जनरल द्विवेदीले आफ्ना नेपाली सेना प्रमुखलाई गोर्खा सैनिक भर्ती पुनः सुरु गर्न अनुरोध गरेका छन्। मैले व्यक्तिगत रूपमा नेपाली सेना प्रमुखलाई भारतीय सेनामा जातीय गोर्खाहरूको भर्ती पुनः सुरु गर्न आग्रह गरे। जनरल द्विवेदीले जनवरी 13 मा आर्मी कमान्डरको वार्षिक पत्रकार सम्मेलनमा भनेका छन्, मलाई आशा छ यो चाँडै सुरु हुनेछ। हामीले नेपाल सरकारलाई हाम्रो प्रस्ताव पेश गरेका छौं। अब उनीहरूको प्रतिक्रियाको प्रतीक्षा गरिएको छ। भारतीय सेनाध्यक्षले नेपाली समकक्षी सेना प्रमुखसँग अग्निपथ योजनामा रूपान्तरण गरिएको गोर्खा सैनिकमा चाँडै नेपालीको भर्ती खुल्ने अपेक्षा गरिरहेका बेला उनले उठान गरेको भनिएको विषयबारे नेपाली सेनाले भने अनभिज्ञता प्रकट गरेको छ। गोर्खा सैनिक भर्ती पुनः सुरु गर्न भारतीय सेनाध्यक्षले अनुरोध गरेको हो भन्ने नेपाल टाइम्सको प्रश्नमा नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरव कुमार केसीले भने अनभिज्ञता जाहेर गरेका छन्। त्यो भेटवार्ताको एजेन्डा नरहेको र गोर्खा भर्तीबारे छलफल भएको नेपाली सेनालाई जानकारी नरहेको उनले बताएका छन्। उनले यो विषय नेपाली सेनासँग नजोडिएको समेत प्रश्न पारेका छन्। अब उहाँले के हिसाबमा के भन्नुभयो म त्यो जानकारी छैन हामीलाई हैन। हजुर, अब जहाँसम्म तपाईको यो अग्नि पथको विषय हो गर्नुभएको, यो चाहिँ सरकारको विषय हो कि सेनाको विषय भन्दा पनि यो सरकारको निर्णय हो। अब यो नेपाल सरकार आफ्नो निर्णय। अब यो नेपाली सेना अथवा अब अरूको त्यति हुँदैन यो कुरामा। अब यो त सरकारले गरेको निर्णय हो, अब त्यो अनुसारै हुन्छ। अब उहाँले के सन्दर्भमा अब भेटेको कुरा गर्नुभयो अथवा त्यो अर्कै विषय भयो त्यो होइन। त्यो अब मलाई जानकारी छैन त्यो उहाँले कुरा, किनभने अब उहाँहरूको त्यो भेटघाटमा विभिन्न एजेन्डाहरूमा कुरो हुने हो। अब मेरो जानकारीमा एजेन्डा छ जस्तो लाग्दैन। यता परराष्ट्र मन्त्रालयले समेत अहिलेकै अवस्थामा रोकिएको गोर्खा भर्ती खुल्ने सम्भावना नरहेको बताएको छ। मन्त्रालय स्रोतले भनेको छ, जस्तो अवस्थामा रोकिएको थियो अहिले त्यस्तै अवस्था रहेको छ। सेनामा भर्ना हुने युवाको हित अनुकूल नभएसम्म भर्ती खुल्ने अवस्था छैन। नेपाली नेताहरूले सन् 1947 मा नेपाल, भारत र ब्रिटेन बीच भएको त्रिपक्षीय सन्धि अनुसार गोर्खा भर्ती चलिरहेको भन्दै भारतले एकलौटी रूपमा त्यसमा परिवर्तन गर्न नमिल्ने धारणा राख्दै आएका छन्। नेपालको भर्ती रोक्ने एउटा प्रमुख कारण भारत सरकारको अग्निपथ योजना हो। सन् 2022 मा आएको यो योजनामा 4 वर्षका लागि सैनिक भर्ती गरिन्छ। सेवानिवृत्ति लाभका लागि कुनै प्रावधान छैन। 75% अग्निवीरहरू 4 वर्षपछि सेनाबाट रिटायर हुन्छन्। त्यसपछिको उनीहरूको भविष्य नै अन्योलग्रस्त हुन्छ। यसैले नेपाल सरकार अग्निवीर योजनाका शर्तहरूसँग सहमत छैन।